हिमपातले मध्य पहाडी लोकमार्ग अवरुद्ध, रुकुम पूर्वमा 250 बढी यात्रु अलपत्र। अविरल हिमपातका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। शुक्रबार दिउँसोदेखि जारी हिमपातले जिल्लाको भूमे गाउँपालिका 1 अन्तर्गत पर्ने लुकुम पातिहाल्ना सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक बन्द भएसँगै काठमाडौँबाट छुटेका रात्रि बसहरूसहितका सवारी साधन सो क्षेत्रमा अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हालसम्म 7वटा बस, 1 जीप र 5 मोटरसाइकल हिमपातका कारण अघि बढ्न नसकी सडकमै रोकिएका छन्। ती सवारी साधनमा सवार 250 भन्दा बढी यात्रुहरू अलपत्र परेका छन्। लगातारको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाई भइरहेको प्रहरीको भनाइ छ। त्यसमाथि सो क्षेत्रमा दूरसञ्चार सेवा समेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप समस्या उत्पन्न भएको छ। प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास भइरहेको जनाएको छ। मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन कठिन छ।